हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई न्यू एपिसोड। आयो सबैजना सन्चै हुन्छ होला र म पनि सन्चै छु एकदमै। अस्तिको भ्लग त के कस्तो भयो, के कस्तो झाउ लाग्दो भयो अस्तिको, हेर्न पनि मजा आएन होला हजुरहरूलाई। के गर्ने अब त्यस्तै छ है। फेरि म पनि भर्खरै उठेर फ्रेस भएर बसेको। यहाँ चाहिँ रुम मिलाउने बाँकी छ यार। कस्तो छ रुमको हालत, के गर्ने। म चाहिँ रुम मिलाउँछु अनि रुम मिलाएर चाहिँ म हजुरलाई एउटा चिज देखाउँछु। रुमलाई अस्ति मलाई चिज देखाएको थिएन तर अहिले चाहिँ देखाउँछु। अस्ति देखाउनु बिर्सेर चाहिँ अहिले भर्खरै मलाई याद आयो भनेर अहिले चाहिँ म देखाउँछु त्यो चिज है। पहिला रुम मिलाइहालौँ एकचोटि। मैले एउटा चिज देखाउँछु भन्दै नि त, अनि त्यही म त्यही देखाउनु जानु लागेको। के भन्छु हजुरहरूलाई राम्रो लाग्छ कि लाग्दैन? माई अल टाइम फेभरेट, एभ्री टाइम फुलिराख्ने, मजा आइराख्ने चिज चाहिँ ये क्या है? यो हो क्या छतमा खा? तो बाल किन फलिरहे यहाँ। अनि यही कुरा हो कि देखाउनु लागि तपाईँहरूलाई। मेरो चाहिँ यहाँ घर चाहिँ थाहा हुनु भएको थियो कि नै, कतिले मैले सर्ट भिडियो हालेको थिएँ। सर्ट भिडियो हाल्थेँ नि त यहाँ, त्यही सर्ट भिडियोमा यो थावनबालाई के गराएको थिएँ भनेर मैले। किमीको बुटो यहाँ छ एउटा, त्यहाँ छ एउटा, त्यहाँ छ। अनि आफ पनि योचोटि लत्रक्कै फल्यो यहाँनिर। त्यो एउटा यहाँ यति धेरै, वहाँ पर यति धेरै, अब त खत्रै फल्यो। पनि पहिला घर कस्तो थियो, कस्तो बब्बाल भइदियो के भन्ने। अनि मैले चाहिँ गाई चार सपोर्ट गर्नु न मलाई यार, किन यस्तो गर्ने यार। सपोर्ट चाहिरहेको कि मलाई हजुरहरूको यार। हजुरको साथ सपोर्ट धेरै भन्दा पनि धेरै सहयोग चाहिएको छ हजुरहरूको गाइज। अनि साथ सपोर्ट गर्नु पर्यो। यो कुरालाई चाहिँ अहिले छोडौँ है। यहाँको हरियाली हेर्नु त, हरियाली थियो अहिले पहिलो भएर फेरि हरियो हुँदै गएको है, बवाल हुँदै गएको। ओहो क्या करे तो क्या करे, अब क्या करे त्यसो क्या करे। चप्पल लगाउन त यस्तो देख्यो थियो यो भर्याङमा, के गर्ने यस्तै छ। गरिबीको जिन्दगी गाह्रो छ। हाम्रो चाहिँ यहाँ फेरि फुलहरू चाहिँ अलवेज टाइम छ है। यो फुलहरू चाहिँ यस्तै छ। भोक लागिरहेको छ, खाना खाऊँ भन्यो, खाना पाएँ कि पाकेन। त्यही यो मजा, अब खाना पाएँ कि के भयो सोध्नु पऱ्यो। खाना पायो भने खाना खानु पर्ला। खाना पनि पाकिसकेको रहेछ, खाना पाकेर पनि मैले खाएर पनि भइसक्यो, पेट पनि डुम्म भइसक्यो। त्यही हो अब चाहिँ खाना कस्तो पेट दुखेको, यस्तो अप्ठ्यारो गरेर यार। टोइलेट जानुपर्ने अवस्था आयो, टोइलेट जानु पर्ला जस्तो आज। बाथरुम गएर आउँछु ल। म त रेडी भएर हिँडिसकेको घरदेखि। आज चाहिँ म खतरा त ठाउँमा जान्छु, हजुरहरूलाई देखाउँछु खतरा त ठाउँ। किनभने अस्तिको मेरो त्यस्तो बर्बाद भएको छ नि त। म अस्तिको भ्लग देखेर आफ्नै चित्त दुखिरहेको छ, हजुरको चित्तहरू कति दुख्यो होला। त्यही भएर म चाहिँ जानु खतरा त ठाउँ जान्छु आज चाहिँ। लास्टसम्म भिडियोमा भइराख्नु होला। सो के गर्छु म देखाउँछु हजुरहरूलाई। टुकटुकलाई पनि फोन गरिसकेँ, टुकटुक आउँदैछ मेरो है, भेट्दै गरौँ ल। हजुरहरूलाई सरी भन्न चाहे, किनभने मेरो भ्लगमा धोका भयो एउटा। के गर्ने हजुर, यस्तै भयो कुरा, भन्न मिलेन। के गर्ने यस्तै छ गाइस, गाह्रो भयो। अब टेन्सन भयो कि अलि प्रश्नहरू काम थियो नि त। सो त्यही भएर भन्न नमिल्ने कुराहरू छ। भन्न मिल्यो नि बिस्तारै भ्लगमा भनौँ ल के भएको थियो भनेर। सो त्यही हो अब भ्लग त्यही हो। मैले अब हिजो पनि त्यस्तै गराएँ, आज पनि त्यस्तै हुने भयो। त्यही पनि अहिले कतै गइन्छ कि कतै गएपछि हेरौँला के हुन्छ है त। सो त्यही हो। अहिले चाहिँ म यति भन्न आएको, कतै गएपछि चाहिँ भन्छु म। तर एउटा चिज चाहिँ म देखाउँछु है हजुरहरूलाई। यही हो गाइस, यस्तो बबा सनसेट लाग्यो कि के भन्नु, हाम्रो कुरै छोडिदिनु। यस्तो दामी सनसेट छ। सो सुर्खेतको भ्यू पनि दामी नै छ है। डाँडा पहाड मस्त छ यार यहाँदेखि त।
सो त्यही हो अब चाहिँ बेलुका हेरौँ कहाँ गइन्छ के गरिन्छ कहीँ जाने प्लान हुन्छ कि अहिले केही हुनसक्छ त्यही यो भिडियोको लास्टमा भइराख्नु होला म चाहिँ अहिले यति भन्न आएको हो के हुन्छ अब हेरौँ न पछि हामी चाहिँ एड्चोको चटपटे खाना आएको छौँ यो खुबाराले गर्दा मेरो साउन्ड चाहिँ अलिक सानो आएको होला यस्तो छ सिन हामी चाहिँ चटपटे खाने अड्डा चाहिँ यो चटपटे चाहिँ अब चाहिँ चटपटे खाएर मासु लगेर फेरि रुममा जानुपर्ने हुन्छ हेर्दै गरौँला अब फेरि त्यहाँको चटपटेले नपुगेर म चाहिँ भोक लाग्यो अलि दिउँसो चाहिँ मैले केही पनि खाएको थिएन नि त त्यही भएर भोक लागिरहेको छ चाउमिन खानु पऱ्यो थोरै अलिक पेट हल्का हुन्छ खाना खाने टाइम त भइसकेछ तर पनि अब लास्टै खानु मन लाग्यो चाउमिन मलाई दिउँसोदेखि खानु मन लाग्यो त्यति टाइम पाएको थिएन त्यही भएर म त चाउमिन खानु जानु आएको अहिले मैले त चाउमिन खाने ठाउँ चाहिँ यही हो सेमी क्याफे चाहिँ उता पर छ म चाउमिन खानु जान्छु म चाहिँ चाउमिन खाएर म चाउमिन होटलमा चाहिँ किन गराएन भनेपछि होटलमा चाहिँ अलिक समस्या पऱ्यो किनभने त्यहाँ रक्षा खाने मान्छेहरू धेरै थिए अनावश्यक शब्दहरू बोलिरहेको थिएँ सो त्यही भएर त्यहाँभित्र गराएन अनि मासु र टमाटर ल्याएर आस्ता खाएर सब सामान ल्याएर जानु लाग्यो अब रुमतर्फ सो यति भन्दै म मेरो ब्लग चाहिँ यहीँ इन गर्छु थ्याङ्क यू फर वाचिङ दिस भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला हस् त बाई बाई